बालिन शाह एकजना औषध र्यापर, उनका चर्चित गीत पनि छैन। यहाँ मैले कयौँ हामीहरूले कसैलाई आधुनिक गीत भन्यो भने हामी नारायण गोपाल सम्झिन्छौँ होला, पप गीत भन्यो भने नवीन के भट्टराई सम्झिन्छौँ होला, पछिल्लो राजु लामाहरूदेखि लिएर पछिल्ला प्रशान्त तामाङसँगका मान्छेहरू सम्झिन्छौँ होला। गायिका भन्यो भने पनि हामीले अन्जु पन्तहरू लगायत हामी विभिन्न जन्डरका गायकहरू समीक्षा पछिल्लो जमानाको समीक्षा अधिकारी सम्झिन्छौँ होला। र्यापकै कुरा गर्ने भने नवबुद्धलाई सम्झिन्छौँ होला, हेमबुद्धलाई। खोइ त तिनको नाम र्यापमा त थिएन। अनि एउटा औषध र्यापर, एउटा सी ग्रेडमा पास गरेको औषध इन्जिनियर जो कम्पिटेटिभ लोकसेवामा त नामै निस्किन्न, किनकि त्यहाँ त भयङ्कर कम्पिटेटिभ हुन्छ। प्राइभेट सेक्टरमा काम गर्नको लागि पनि आफ्नो स्किल बेच्नै पर्छ। एउटा ग्रेड सी र बी आएको सर्टिफिकेट सार्वजनिक भएन। सी र डी ग्रेडमा पास भएको औषध इन्जिनियर र एउटा सामान्य मेयर 293 नगरपालिकामा मेयर छन्, त्यस्तै एउटा मेयर। 6वटा महानगरपालिकामा मेयर छन्, त्यस्तै एउटा सामान्य मेयर। आज कसरी रातारात प्रधानमन्त्रीको उम्मेदवार हुन्छ? आज कसरी रातारात प्रधानमन्त्रीको उम्मेदवारको रूपमा खडा गरिएको छ? जसले आँखामा आँखा जुदाएर कुरा गर्न सक्दैन, जसले सार्वजनिक बहसबाट भाग्छ, जुन मान्छेले एकजना मिडिया फेस गर्दैन, त्यही फेस नगर्ने मिडिया फेसबुकको स्ट्याटसमा 2 लाइन लेखेको भरमा हामी वार र सबै मान्छेले किन फेरि पठाए त्यही समाचार बनाइरहेको छ। त्यही मान्छे जसले आजभन्दा 2 वर्ष ओलीलाई हराउनु छ भने दिनको एकचोटि यदि वन झाँक्रीलाई चाहिँ भाषण गर्न दियो भने भोट माग्न जानै पर्दैन। बालन पक्षीहरू यिनलाई बोलाउने, भाषण गर्न लाउने, अनि